तपाईहरुलाई म भन्न चाहन्छु यो घरतिर लाग्छ
बुनु बुनु ओ बहिनी साकेला कहाँ हो साकेला कहाँ हो कहाँ यहाँ माथि ए जाउँ न सँगै ए
भिडियो नै भइसक्यो अब यहाँसम्म टक्कै यहाँ चाहिँ धरानको एउटा पेट्रोल पम्प माथि जङ्गल छेउको उकाल लाग्ने पेट्रोल पम्प दियो ठ्याक्कै यहाँ जङ्गलभित्र यो माथि उमा रहेछ यो चाहिँ टक्कै यहाँ माथि रहेछ यो माथि रहेछ के साकेला चाहिँ नाच्छ यो माथि रहेछ अब हामी त्यहाँ जाँदैछौँ यस्तो है बाटो चाहिँ एकदम जङ्गलले ट्याक्क घुम्दै घुम्दै जाने यो सहरहरूलाई चाहिँ मैले सहरको बहिनीलाई चाहिँ त्यो तल भेटेको ट्याक्क त्यहाँ छाँटा चोकमा बसिरहनु भएको अनि मैले सोधेँ क्या सरले सँगै जाउँ न भनेर सँगै आइयो यस्तो ताल हुँदैछ टक्क तारेर लागिसक्यो तल बाजे आइसक्यो यस्तो छ बाटो चाहिँ च्यादर मुनिको बाटो यस्तो यस्तो च्यादरको भएर जङ्गलको बाटो चियाहरू धेरै चहलपहल भइरहेको पानी नि पर्ला जस्तो भएर छ एकदम सरल ए नाच्नु छोडेको हो तर है मन्दिर अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध मेजर सेना मेडल सिडिएस श्री रामकुमार राईज्यूलाई पनि म अतिथि आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध मान्छेले चाहिँ नि होइन अतिक्रमण गरेर घरहरू बनाएका छैनौँ बाटोहरू बनेका छैनन् त्यसले गर्दाखेरि हरियो रमाइलो ठाउँ है प्रकृतिको दर्शन हुने ठाउँमा चाहिँ नि प्रकृति पूजकहरूले नै आज साकेला सिली नाच्न पाउनुको खुसी अलग्गै छ अत्यन्तै धेरै होइन कुनै चाहिँ नि यति नै हो भन्ने छैन है असाध्य खुसीको पलमा यहाँहरू सम्पूर्णलाई हार्दिक नमस्कार हार्दिक तपाईँको चाहिँ नि धन्यवाद पनि दिन चाहन्छु यहाँहरू सबैजनालाई चाहिँ नि मैले अब यो जबरजस्ती भेला गरेँ सुन्नै पर्छ भनेर यो खालको छु फेरि अलि अर्कै खालको छु क्या म कुनै वक्ताले यस्तो भनेको सुनेको थिएन होला आज अचम्म भयो यहाँहरू सबैजनालाई मेरो कुरा सुन्नका लागि भेला हुनुभएकोमा सुरुमै धन्यवाद दिन चाहन्छु दुई चारवटा कुरा राख्न चाहन्छु मैले बुझे जस्तो ठ्याक्कै बुझ्नुपर्छ भन्ने जबरजस्ती मेरो छैन तर मेरो बुझाइमा मान्छेको विकास भनेको प्रकृति संस्कृति र प्रविधिले हुन्छ हामी तीन चुला पूजक यो तीनवटा चुलासँग तपाईँ तुलना गर्न सक्नुहुन्छ एउटा चुला प्रकृति अर्को चुला संस्कृति अर्को चुला प्रविधि प्रकृति भनेको हामीलाई थाहा छँदैछ है हाम्रोले गर्दाखेरि यो तीनवटा है सन्तुलित भएर मात्रै हामी विकसित बन्न सक्छौँ भन्ने मेरो बुझाइ हो र यो बुझाइलाई मैले अहिले फेसबुक मार्फत पनि सुनाइराखेको छु भने सभा सम्मेलन मार्फत पनि सुनाइरहेको छु अलिकति मौका मैले पाएँ यहाँहरूलाई पनि मैले यो सुनाएँ हामी तपाईँको चाहिँ मान्छेले प्रकृतिलाई मासेर हामी आफ्नो जीवनलाई कल्पना गर्न सक्दैनौँ दिन चाहन्छु यो एउटा सानो नानी यता आउनु त नानी यता आउनु यहाँ मैले अघि देख्दै थिएँ फोटो पनि खिचिसकेँ एकछिनमा त्यहाँ आउनु है ओ ल हेर्नु त यो नानीलाई होइन यो बुझ्नु पनि पर्छ हावामा त्यतिकै नाचेर हल्लेर जाएर गएर हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू कुरा नबुझिकन हुँदैन कुरा बुझ्नुपर्छ यो नानीलाई यसरी चाहिँ नै यो मौलिक पोसाक पहिराइदिनु हुने उहाँको अभिभावक आमा आउनुभएको होला उहाँलाई धन्यवाद छ हामीले हाम्रा नानीहरूलाई यो है हाम्रो चाहिँ नि मौलिक पोसाक भनेर सिकाउनुपर्छ आज
अघि मैले के भन्दै थिएँ भन्दाखेरि विकासका तीनटा आधार प्रकृति, संस्कृति र प्रविधि। संस्कृतिलाई बिर्सेर आज हामीले चाहिँ नि हैन पाश्चात्य शिक्षा पढेर पाश्चात्य चाहिँ नि जीवनशैलीलाई अपनाएर हामीले त्यसलाई आधुनिकता ठानेर हाम्रो आफ्नो मौलिक संस्कृति गुमेको कारणले आज हामी गरिब हुँदै गइरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि जोडले ढोल बजाउनु परिरहेको छ, हामीले छमछम्ती नाचेर देखाउनु परिरहेको छ। हामीले चाहिँ नि हाम्रो संस्कृतिलाई, हाम्रो चाहिँ नि जातिलाई, हाम्रो सभ्यतालाई जीवित राख्नका लागि यो प्रयास गरिराख्नु परेको छ। त्यो प्रयास हामीले आज यहाँ गर्न सकिरहेका छौँ। म धरान 13 का तपाईँको चाहिँ वडा कार्य समितिलाई यो अर्थमा धेरै धेरै धन्यवाद दिन चाहन्छु, हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। तपाईँहरूले यो प्रयास गर्नुभयो। अन्य वडाबाट पनि यहाँ कलाकारहरू आउनुभएको छ, इभन मलाई बोलाउनु भयो, म आएँ। यहाँ सबैजनालाई हार्दिक बधाई। हामी माटोसँग जोडिएर बस्नुपर्छ भन्ने संस्कृति बोकेको मान्छे। हामी हिजो आज अब त्यसो भन्दा गाली गर्नुहुन्छ होला, तर गाली सालीको मलाई मतलब छैन होइन। मुद्दा सुद्धा थुप्रै खेप्दै आइयो, भएको कुरा बोल्नै पर्छ। किराँती संस्कारमा हुर्केको मान्छेले माटोको व्यापार गर्नु हुँदैन है। हामी यस्तो संस्कृतिबाट आएका छौँ कि माटोलाई पूजा गर्नुपर्छ भन्ने संस्कृति बोकेर आएको मान्छे हामी। त्यसो भएको कारणले गर्दाखेरि किराँती कुलका मान्छेले यदि जग्गा दलाली गर्दै हुनुहुन्छ, प्लटिङ गर्दै हुनुहुन्छ भने त्यसलाई रोक्नुपर्छ जस्तो मलाई लाग्छ। माटोलाई पुज्ने मान्छेले माटोलाई काटेर बेच्नु हुँदैन। आफ्नो देवतालाई, आफ्नो ईश्वरलाई, आफ्नो आमालाई बेच्ने मान्छे कहिले पनि सुखी हुँदैन। हाम्रो किराँती संस्कारले, हाम्रो संस्कृतिले हामीलाई त्यो माटोमा चाहिँ 10 धारा पसिना बगाएर त्यहाँबाट उब्जिएको उत्पादनलाई बेचेर तैँले खानुपर्छ, तपाईँको चाहिँ त्यसरी तैँले कारोबार गर्नुपर्छ भनेर खासमा हामीले सिकाएको। त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु माटो बेच्नु छु। तपाईँको चाहिँ संस्कृतिलाई बिउजाउन चाहन्छु। तपाईँहरूलाई म भन्न चाहन्छु यो ढोल र झ्याम्टा बजाएर 3 घन्टा नाचेर 1 महिना नाचेर मात्रै हुँदैन। जबसम्म तपाईँले आफ्नो संस्कार र संस्कृतिलाई बुझ्नुहुन्न, जबसम्म तपाईँ भित्रबाट छैन त्यो चेतनागत हिसाबले उठ्नुहुन्न तब छैन। त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु माटोलाई जहिले पनि माया गरौँ, माटोलाई माया गरौँ। माटोलाई छोड्ने मान्छे, माटोलाई चाहिँ माया गर्ने जातिलाई किराँती भन्दैखेर बिर्सिसकेका हुन्छ। यो ढोल र झ्याम्टा काँधमा तपाईँको छैन बनाएर 1 दिनभरि नाचेर मात्रै हामी आफूलाई किराँती भन्न सक्छौँ र? हाम्रो पुर्खाले हामीलाई के भनेर सिकाउनु भएको थियो भन्दाखेरि यो माटोसँग जोडिएर बस, यो माटोको खनजोत गर भनेर चाहिँ हाम्रा पुर्खाहरूले तपाईँको छैन तल खोलादेखि लेकसम्म, लेकदेखि बेसीसम्म बारीका गराहरू बिराइदिनु भयो। आज ती खेतबारीहरू हामीले छोडेर है त्यसलाई बेचेर हामी अर्कै भइसक्यौँ। त्यसो भएको कारणले गर्दाखेरि यो पहेँलो झन्डा बोकेर ढोलो झन्डा बजाएर सिली नाच्दैमा हामी किराँती बन्न सक्दैनौँ। त्यो माटो, जुन माटो हाम्रो चाहिँ पुर्खाले हामीलाई है यसो गर है भनेर सिकाएको थियो, त्यो माटो खनजोत गर्नतर्फ हामी फर्कनुपर्छ। हामी कति पढेका छौँ, हामीसँग कति करोड पैसा छ, कति तपाईँको छैन हाम्रो आर्थिक अवस्था र छैन हाम्रो आर्थिक अवस्था छ, त्योसँग सरोकार राख्दैन। तर त्यो संस्कृति भनेको हाम्रो संस्कृति हो। हाम्रो संस्कृतिले हामीलाई चाहिँ माटो छु, माटोमा चाहिँ गएर ज्योति, माटोमा गएर चाहिँ तैँले खेती गर भनेर भनिरहेको छ। त्यो म भन्न चाहन्छु आज हाम्रो समुदायलाई, यदि हामी किराँती हौँ भने माटोलाई हामीले जहिले पनि माया गर्नुपर्छ, माटोको व्यापार गर्नु हुँदैन। माटोको व्यापार गर्ने मान्छे जहिले पनि गरिब, गरिब जहिले पनि दुःख भन्ने पनि मेरो दाबी हो। अल्छी लाग्यो होला, अल्छी लाग्यो, लागेको छ। भगवान बुद्धको जन्मदिन पनि हो आज। भगवान बुद्धले हामीलाई चाहिँ होइन शान्तिको पाठ पढाउनु भयो। भगवान बुद्धको जन्मदिन, साकेलाउ भौलीको दिन, कता कता त्यत्रो धेरै इतिहासको ज्ञाता त होइन म, तर कता कता चाहिँ साइनो छ जस्तो हामीले महसुस गर्छौँ। हामी लडाइँमा झगडा गर्नुमा हामी विश्वास गर्दैनौँ, गर्नु हुँदैन, लिएर काम गर्नुपर्छ। यो पनि म सन्देश दिन चाहन्छु आज यो सभा मार्फत। र बुद्ध जयन्तीको पनि यहाँहरूलाई हार्दिक
मङ्गलमय शुभ अध्यक्षज्यूहरूलाई कार्यपालिका सदस्यज्यूहरूलाई त्यसमा नेत्र काफ्ले सरको पनि सिग्नेचर छ। राईहरूको साकेरा गर्ने ठाउँ सागेर हो, सार्नुपर्छ भन्ने सर्वसम्मत सबैको हस्ताक्षर छ। हामी समापनभन्दा अगाडि सार्दैछौँ। त्यसको निमित्त एकपल्ट मेयर साहब, मेयरज्यू, उपमेयरज्यू, वडाध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरूलाई सम्मानको निमित्त ताली पठाइदिनु म चाहन्छु। र आज धान तेह्रले यस्तो ठाउँमा निकै यो माथि डाँडामा चाहिँ के रहेछ, डाँडामा जान पऱ्यो एकचोटि। डाँडा पनि पुरानो राज्य राज्यको हो यो लिम्बुवान राज्य राजाको यो औराली स्तम्भ त्यति हो, अरू त केही छैन। यहाँ प्योरे मात्रै हो, बिहेमा टिका लाउनु यहाँ चाहिँ लसाकेला जस्तो यो थान जस्तो रह नि पुरा थान रहेछ यहाँ चाहिँ चिन्डो नि रहेछ टक्का पुजारी बाह्र
लाग्छ